हेलो गाइस, वेलकम टु ब्याक माई न्यू भिडियो। आई सबैजना सन्चै आरामै हुन्छ होला। म पनि एकदम सन्चै आरामै छु। सो आज चाहिँ म बिमारी भएको चाहिँ थुप्रै नै भिड भयो, तर मेरो मुख लास्ट टिटोसँग आयो आज चाहिँ। अनि त्यही भएर म चाहिँ यता खानेकुरा खोज्नु हिँडेको छु जङ्गलतिर भन नि, घर साइडतिर, तर जङ्गलै छ। तर मैले चाहिँ खोज्नु पर्ने हुनेछ गाइजहरू। सो त्यसैले मलाई साथ सपोर्ट गरिदिनु होला, मेरो फुल भिडियो हेरेर मलाई सब्सक्राइब गरिदिनु होला है ल। अरे के अब खोज्न त अचार मास पाउनु त पाउँछु भन्छु मैले, तर म घरमा हेरिरहेको छु कि जब त्यही सायद त्यही पनि पाउँदैन। पाउनु त पाउँछ, तर यो हेर न उन्ने गाडी खुर्पा बोकेर हिँडेछु म खोज्नलाई। यतातिर पाउनु त पाउँछ। अहिले चिप्रेर लड्यो भने हात खुट्टा भाँचिन्छ मेरो चाहिँ। टाढाङ पुङ पुङ दोबारा एक बार धोका खायो दोबारा नै खाउँछु। हात खुट्टा लागिरहेको छैन मेरो चाहिँ। म चाहिँ अब खोज्नु पर्ने हुन्छ। खोज्नु पायो भने सागसब्जी खोज्नु नि होइन नि, मैले बारीको कुनामा पनि हुन्छ कि कोही बेलामा त चाहिएको नचाहिएको बेलामा बारीकै कुनामा पनि हुन्छ। सबैको उखालेर चाख्न नमिल्ने त्यस्तै। सो गाइज मैले चाहिँ भेटिसकेँ। मैले यसलाई खोजेको हो, बल्ल तल्ल भेटेँ। तर मैले यसलाई यसरी तान्नुपर्ने हुन्छ कि म कस्तो तितो भएको छ। यसको जराले चाहिँ म उल्टियो बनाउँछ, पानी खाने मद्दत पनि गर्छ मलाई। मम्मीले हाँसी बोकेर जा त भन्नुभएको थियो होइन, तर हाँस्न लाने काम त बन्यो, भेट्न त भेटेँ। तर यसपालि धेरै जरा लिएर मलाई किन उस गर्ने र भनेर के। कुन चाहिँ लामा बाजेले खुवाउने छ भन्छन् होला मलाई। आउँदैन त यार। सकिनँ मैले खोज्नलाई, खुवाउनु मात्र खोज्न भन्दा पनि निकाल्न सकिनँ। मेरो फेरि लुङ्गीमा दाग लाग्यो भने हरियो लुङ्गीमा रातो दाग के गर्नु। भित्र पो खानु नुने पातको चिल्लोपात जस्तो भने जस्तो यहाँ थक्यो छैन त। यहाँनिर रहेछ बोट चाहिँ, यसलाई म यस्तो गर्छु। यहाँ ठुलो रहेछ बोट। ए भयो, यति भएपछि हुन्छ। काम चला सरकार तान्नु सक्दिनँ मैले यसलाई। म कोसिस गरिनँ, अर्कोचोटि नै काम लाउँछ। तर मैले फिलहालको लागि चाहिँ यिनीहरूको जरा बोकेर जान्छु। अनि त्यही यो धोबिनी जरा गुलियो हुन्छ, एकदम यम्मी टेस्टी पेस्टी भेटाउन लाग्यो मलाई। के रहेछ त नजिक। तर म लाली गुराँस नि पाइन्छ, तर म जान्दिनँ। म बच्चा होइन, मेरो बचपन गइसक्यो। त्यसैले म अब दाना हेर्दिनँ, हेर्दिनँ के। फेरि मेरो मुख यस्तो छ कि गाइजहरू, त्यही भएर मलाई अचम्म लाग्छ। म आफूले देख्दा नि म कस्तो चिसो भएको छ, पानी नै मिठो भइरहेको छैन, त्यही माथि बिमारी भइरहेको छ। सो टाटा बाई बाई।